यो दृश्य हो नेपालगञ्जको एउटा डेरीको बिपी चोकनिर रहेको कान्हा डेरी भन्छ। त्यहाँको स्थानीयले भने अनुसार कान्हा डेरीमा केही पनि खाने लायक छैन, न कोल्ड ड्रिङ्क, पनिर, दुध, दही केही पनि खाने लायक छैन, सबै खत्तम छ भनेर त्यहाँका स्थानीयले भनिराखेका छन्। र यो कहानी कान्हा डेरीको मात्रै होइन, कान्हा डेरी जस्ता नेपालको विभिन्न ठाउँमा डेरीहरू छन् जो यस्तै सामानहरू बेच्ने गर्दछन्। उनीहरूलाई एक्सपाइरी डेटसँग मतलबै हुँदैन, बस फ्रिजमा गएर चिसो गरेर राखिदियो अनि त्यसपछि त्यत्तिकै बेचिदिन्छौँ। हुन त हामी नर्मल ग्राहकले चिसो भएको सामानलाई यत्तिकै भेरिफाई गर्न नै सकिन्न, बास्न पनि केही आउन्न र यत्तिकै चिसो भनेको एकदम राम्रै लाग्छ गर्मीमा, सो हामी किनिहालिन्छ। र चिसो भएको आइटमहरू हजुरले चिसै चिसै खानुभयो भने हजुरहरूलाई टेस्ट पनि खासै थाहा हुन्न। अब म देखाउँदैछु त्यो पसलमा भएको एक एकवटा सामानको हालत। कोल्ड ड्रिङ्कहरू त्यहाँ एक्सपायर भएको कोल्ड ड्रिङ्कहरू राखिरहेको थियो अरे भन्ने स्थानीयले भनेका छन्। त्यस्तै छ पनिरहरू पनि यताउति खस्याङ फस्याङ कति दिनदेखि फ्रिजमै राखेको अनि कति सारो थियो भनेर पनि भनेका छन्। र त्यस्तै दुध दहीको हालत पनि त्यस्तै छ। सो प्लिज यदि हजुरहरू कुनै पनि पसलमा, कुनै पनि डेरीमा या कुनै पनि जस्तो सुकै पसल होस् त्यहाँ हजुरहरू यस्तो गतिविधि या यस्तो सामानहरू भेटाउनुहुन्छ भने नजिकै रहेको प्रहरी कार्यालयमा हजुरहरू सम्पर्क गर्न सक्नुहुन्छ। नभए सामान्य भिडियो बनाएर हजुरहरू त्यसलाई सोसल मिडियामा अपलोड गर्न सक्नुहुन्छ।